नमस्ते, म अमृत गुरुङ, लामा अमृत फाउन्डेसन घान्द्रुकको चाहिँ संस्थापक। नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने एउटा नाराको साथ लामा अमृत फाउन्डेसन घान्द्रुकले यही मिति 2082 असार 24 गतेबाट 28 गतेसम्म पोखरा महानगरपालिका वार्ड नम्बर 3 नदीपुर स्थित नेपाल छन्त्याल समाज घरको खेल मैदानमा चाहिँ भलिबल प्रतियोगिता हुँदैछ र क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता र त्यसै गरेर खुल्ला क्लब स्तरीय भेटरान्स 38 वर्षभन्दा माथिका चाहिँ भलिबल प्रतियोगिता हुँदैछ र पुरुष भलिबल प्रतियोगितातर्फ चाहिँ प्रथम पुरस्कार रु 1,25,000, सिल, मेडल, प्रमाणपत्र, द्वितीय 75,000, तृतीय 30,000 र सान्त्वना 15,000 र भेटरान्स 38 वर्ष माथिको भेटरान्सको प्रथमलाई 50,000, सिल, मेडल, प्रमाणपत्र र द्वितीयलाई 25,000 राखेको चाहिँ छौँ। जस राम्रो खेलाडीहरूको सहभागिता छ र विभिन्न टिमहरूबाट हाम्रो गण्डकी प्रदेशका चाहिँ टिम क्याप्टेन सञ्जु विक्रम शाह लगायतका अन्य राजन दर्लामी, हिमाल सुनारी पनि आउने सम्भावना छ। त्यसै गरेर तपाईँको चाहिँ नवीन महतो पुतलीदेखि लिएर उमेश सेन्चुरीदेखि लिएर एपिएफको सरज बर्देवा लगायतका थुप्रै दर्जनौँ चिर परिचित खेलाडीहरूको चाहिँ सहभागिता हुनेछ। खेल एकदमै रौनक हुनेछ। खेल बेस्ट अफ 5 लिग सिस्टममा चल्नेछ र उक्त कार्यक्रममा सम्पूर्ण खेलाडी साथीहरू, खेलप्रेमी दर्शक महानुभावहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद।